अहिले 200-400 सब्सक्राइबर बोकेर भ्लगिङ किन गरे? साइकलमा हिँड्ने औकात भएको मान्छे त मलाई अलिक फुर्ती लाउँछ। चामल निफाल्न पनि आउँछ है मलाई फेरि चट्ट लाएर। ल त्यसमा मैले मासु हालिसकेको छु। अब यसलाई मैले मजाले चलाउँछु र फ्राई गर्छु है त। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल एसजेएन ब्लग्स। अनि धेरै लामो समयपछि म फेरि भिडियोहरू लिएर आएको छु। मलाई धेरैजनाले सोधिरहनु भएको थियो एसजेएन ब्लग्स कता हो, भिडियो सिडियो आएन त यताउति भनेर। म चाहिँ पोखरा घान्द्रुकतिर गएको थिएँ 4-5 दिनको लागि। अनि मेरो स्कुलमै पनि हाबी कामहरू चलिरहेको थियो, त्यही भएर बाहिरको थिइनँ। अनि झन् घान्द्रुक पोखरा हुँदा भिडियो भ्लग आउनु पर्ने किन आएन भन्दै हुनुहुन्थ्यो। म चाहिँ यो पालि चाहिँ कम्प्लिटली नेचरसँग टाइम दिउँ न त भन्ने हिसाबले आफूलाई चाहिँ सोसियल मिडिया सोसियल फ्रेन्ड्सहरू सबैबाट टाढा राखेर म चाहिँ नेचरसँग रमाइरहेको थिएँ। द्याट्स वाइ भिडियो नआएको। तर अब आइसक्यो, म घर आइसकेँ। अनि अब चाहिँ मैले खानाको तयारी गर्दैछु, किनभने मामु बाबाहरू हुनुहुन्न रहेछ। म आइपुग्दाखेरि मामु बाबाहरू चाहिँ घाँस सायद बाख्रापाठालाई घाँसको लागि जानुभएको छ होला। म चाहिँ आइसकेँ, कोही पनि हुनुहुन्न रहेछ। अब मैले बनाउनु पर्ने हुन्छ खाना। सो त्यसको लागि म फर्स्ट जान्छु सब्जी लिनको लागि। यतापट्टि मेरो गोठ छ, बाख्रापाठाहरूलाई घाँसपात गर्न जानुभयो होला। यहाँ मेरो गाई बस्ने ठाउँ हो। यतापट्टि बाख्रापाठाहरूको लागि खोर छ, अरू पनि बाख्रापाठाहरू छ, गाईहरू छ। र अब चाहिँ मैले जानुपर्ने हुन्छ सब्जी लिनलाई, किनभने मामुहरू घाँस दाउरा घाँसपात गरेर आइसक्दाखेरि चाहिँ मैले भात तरकारी रेडी गरेँ भने चाहिँ दे विल बी मच मोर ह्याप्पियर। अब मैले फर्स्टली जानुपर्ने हुन्छ सब्जी लिनको लागि। तर कुरा के हो भन्दाखेरि चाहिँ सबै पैसा पोखरा र घान्द्रुकमा सकिसकेको छ। अब पैसाको नाममा यति छ, कति छ यहाँनिर यतिले मैले सब्जी मासु लिएर आउनु पर्ने हुन्छ। मासु चाहिँ खाना छोड्नुहुन्न। ल 250-260 रहेछ। यतिले म जान्छु मासु लिनको लागि फर्स्टली। त्यसपछि आएर म खानाको तयारी गर्छु अनि मिठो खाना पकाएर खुवाउँछु आज बाबा मम्मीलाई। र त्यसको लागि मैले आज बसन्तीलाई रेस्ट दिन्छु। म जान्छु चमेलीमा, किनभने यही थियो मेरो त्यो नहुँदाको बेलामा साथी। र यसलाई लिएर अब म चोक जानुपर्ने हुन्छ र लिएर आउनु पर्ने हुन्छ मासु। यहाँबाट चाहिँ अब म लागिसकेँ मेरो चमेलीलाई लिएर चोकतर्फ साइकलमा सरर। हेलो, ठिक छ? ल भाइले मलाई भ्लग हो भन्दै थियो। हो, मैले भ्लगिङ दुनियाँमा कदम राखिसकेको छु। म जाँदैछु चोक। मलाई जसले जे भने पनि अहिले 200-400 सब्सक्राइबर बोकेर भ्लगिङ किन गरे? साइकलमा हिँड्ने औकात भएको मान्छे त मलाई अलिक फुर्ती लाउँछस् भने पनि यो मेरो सोक हो, मेरो पर्सनल लाइफ हो। मैले जे गर्न पाउँछु भ्लगिङ मेरो लाइफमा अब एउटा पाटो बनिसकेको छ। मैले भ्लगिङ हान्न सुरु गरिसकेको छु। अब म इटारा खाइदिन्छु। ल म चोक चाहिँ आइपुग्ने आँटिसकेँ, नजिकै चोकमा आइसकेको छु। ल यो चाहिँ मेरो इटारा बजार हो। यहाँबाट मैले अब मासु लानुपर्ने हुन्छ। तर म तपाईँहरूलाई एक राउन्ड चाहिँ म हाम्रो इटारा बजारको देखाउन जाँदैछु। म यताबाट आएको भए पनि हुन्थ्यो, यो सिधा बाटो पिछै पिच। तर सिधा बाटो हिँड्ने बानी छैन हाम्रो। हामी जहाँ गाह्रो साह्रो अप्ठ्यारो छ त्यो बाटो मात्र हिँड्छौँ। यताबाट आएको भए हुन्थ्यो म, तर मैले आइनँ। ल यो यता चाहिँ मेरो खासमा काम होइन अहिले। तर तपाईँहरूलाई मेरो गाउँको एउटा लुक्स चाहिँ दिउँ न त भनेर म लगिरहेको छु। मेरो गाउँमा चाहिँ यस्तो खालको सानो माइक्रो पनि चल्छ, बस पनि चल्छ। सो यातायातको समस्या छैन मलाई है त। अनि म तपाईँहरूलाई एउटा सर्ट एन्ड स्विट मेरो गाउँको लुक्स दिन गइरहेको छु। म पढेको स्कुलको लुक्स दिन गइरहेको छु। यो हो श्री सरस्वती माध्यमिक विद्यालय, म पढेको स्कुल। मस्त पढ्यो। अहिले यहाँ खेलकुद चलिरहेको रहेछ केटाहरूको। ल
यहाँ मैले कति चिनेको साथीहरू नि होला नहुन पनि सक्छ ओ नाइस हेलो ल केटाहरूले चिने मलाई यहाँ चाहिँ मसँग म पढेको यो बिरुवाहरू त्यो झोलामा मल बोकेर हामीले रोप्या त्यहाँ आदिउदीमा सानो सानो हुँदाखेरि नाम लेखेर छोडेको थियौँ बढेर अब त मेटिसक्यो होला तर मसँग यो कक्षादेखि त्यो कक्षासम्म 5 वर्ष पढेको स्कुल दामीसँग ल स्कुल यस्तो भएछ यतापट्टिको यो थिएन केही पनि यो यतापट्टिको बिल्डिङ बनेछ अनि यो त पहिला नै थियो हल यतापट्टि पार्किङ होला सायद थपिएछ त्यतापट्टिको पिपिसी बिल्डिङ थपिएछ खुसी लाग्यो देखेर आफू पढेको स्कुलको चाहिँ प्रगति भइरहेको रहेछ दामी छ ल रमाइलो लाग्यो ल आफ्नो पढेको स्कुल मस्तसँग ग्रो हुँदै रहेछ खुसी लाग्यो त्यहाँ भित्र पिपिसी बिल्डिङमा भाइ बहिनीहरू खेलिरहेछ जस्तो छ हल्लाइरहेछ अब यहाँबाट म लाग्दैछु मासु पसलतिर किनभने मैले भ्लगिङ गरेर मात्र हुँदैन खाना पकाउनु पर्ने हुन्छ सो यहाँबाट म जाँदैछु मासु पसल यो बिच बाटोमा सिटी रोकेर गर्न खोजेको के भन्नुपर्ने हुन्छ मैले ओके लेट्स गो यहाँबाट चाहिँ अब म लागिसकेँ मासु पसलतर्फ म अब लाग्दैछु सरर मासु पसल मलाई यहाँ देख्नेहरूले पागल भनिसक्यो होला मिस्टरको छोरो बौलायो भनिसक्यो होला त्यही पनि म अब सरर लाग्दैछु मासु पसल हेलो हेलो साइक्लिङ भ्लग अरे साइक्लिङ भ्लग खासमा म साइक्लिङ भ्लग पनि होइन मोटो भ्लग पनि होइन म नर्मल भ्लग गर्छु डेली लाइफ पनि होइन म आफूलाई मन लागेको बेला भ्लग गर्छु चित्त बुझेको बेला भनेको फ्री टाइम पाएको बेला म सबै कामहरू सघाएर र आज चाहिँ एकदम गर्नु मन लागिरहेको थियो क्या धेरै अगाडिदेखि नै म पोखरातिर हुँदाखेरि नै मलाई त भ्लगिङ गर्नु मन लागिरहेको थियो तरै पनि त्यता चाहिँ मैले आफूलाई टाइम दिउँ न त भन्ने हिसाबले मैले भिडियो बनाइरहेको थिइनँ र अहिले चाहिँ म घर आइसकेँ अब मलाई कसैले रोक्नु सक्दैन भ्लग गर्नको लागि सो मैले भ्लगिङ हान्नु थालिसकेँ अब म यहाँबाट कति पनि ढिला नगरी पुग्छु मासु पसल के छ दाजु खबर म आइसकेको छु मासु पसल ल म स्पेस हाउसबाट हो मैले मासु लानुपर्ने हुन्छ ल ल ल गोल 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 एस अघि भएन छ नि त भिडियो ल कसले हाने गोल आमा जित्यो केटा हो गोल हानिदियो त तिमीलाई त अनि ल ल ल केटाहरू यहाँ मस खेलिरहेको रहेछ चोकमा ए म्यान किपर अलिक एक्टिभ हुनु पर्यो ओहो हेलो के छ मेरो दाजु दिनु पर्यो नि त मेरो दाजु दिनु पर्यो नि त गाउँ ठाउँको इटारा रिप्रेजेन्ट नगर्नु पर्यो नि त अनि आफ्नो ठाउँ चिनाउनु परेन होइन ल ल ल दामी हान्दै रहेछन् केटाहरूले यहाँनिर ल हाम्रो स्कोरर ल ल ल सिउ हान्दै सिउ ल ल ल फेरि ओ गोल लेभलमा आयो सिउ लेभलमा आइहाल्यो नि त नि केटाहरू ल ल ल दामी ल अब म पनि खेल्छु एकछिनमा ओइ आयो फेरि आयो ल यहाँबाट चाहिँ अब म धेरै बेर यहाँ बसेर हुँदैन मैले भनेको लानुपर्ने हुन्छ मासु र खानुपर्ने हुन्छ भात सो म अगाडि बढिसक्यो मासु लिनलाई ल ठिक छ ए दाइको त अनि हाम्रो त अनि मलाई मासु भन्ने चिज थाहा पाएदेखि यहाँ आएर मासु खाएको मैले तपाईँले भन्नै पर्दैन नि होइन दाइ अनि यहाँनिर चाहिँ के टर्कीदेखि लिएर लोकल ब्रोइलर सबै हाम्रो दाइले चिटिक्क बनाएर काटेर दिनुहुन्छ सब आएर मासु खानु परे चट्ट महेश दाइलाई सम्झिने होइन दाइ हो नि तपाईँ पनि यहीँको मासु खानुहुन्छ हो किन भन्नु हो नि ल यहाँबाट अब म मासु लिएर घर जानुपर्ने हुन्छ ढिलो भइसकेको छ ल यहाँबाट चाहिँ अब मैले मासु लिइसकेँ दाजुबाट यहाँनिर पैसा छ पुरै गर्नु होला दाजु ल लाग्यो ल ल अब चाहिँ म लाग्नुपर्ने हुन्छ घरतिर यहाँ झुन्याएर चट्टसँग यहाँबाट म लागिसक्यो राइट होइन यहाँनिर के हुँदैछ त्यहाँ भन्ने कुरो ठिक छ म आउँदैछु ल यहाँबाट म अब लाग्दैछु घर के हो चोकमा सबले भ्लग भन्छन् त यार
यो मिस गरे क्या मलाई धेरै 1 महिना जति भिडियो हालेको थिइनँ सबले यहाँ चाहियो भ्लग चाहियो भन्दै छन् ल यहाँबाट म लागिसकेँ सनसेट हुने आँटिसकेको छ देख्न सक्नुहुन्छ तपाईहरुले यो रोमान्टिक वेदर अब यो वेदरमा गएर मैले पकाउनु पर्ने हुन्छ माम गर्नु पर्ने हुन्छ हाम ए चिल्लर पार्टीहरु के छ हो ल अहिले भन्न लाउँछु तिमीलाई ल के छ तिम्रो खबर ल म आइसकेँ ठ्याक्कै लाएर घरमा चिटिक्क लाएर मैले मासु ल्याइसकेको छु यसलाई मैले अब पकाउने कामतिर लाग्नुपर्ने हुन्छ पकाउन मसँग दुईटा अप्सन छ कि म ग्यासमा पकाम कि दाउरामा पकाम भन्ने कुरा छ मैले चाहिँ फेरि लाइन गयो कि रहेनछ ल परमेश्वरी तिमी प्रकाश देवता रक्षा गर अब मैले यहाँ ग्यासमा बनाऊँ कि बाहिर चुलोमा बनाऊँ भन्ने कुरा छ मलाई चाहिँ चुलोमा बनाउन मन लागिरहेछ ओहो चस्मा नलाएर होला केही देखिन यार एकछिन त त्यही भएर मैले चस्मा खोजेर लाएर आइसकेँ अब म चामल खिलाउन तर्फ लाग्नु पर्ने हुन्छ लेट्स गो ल चट्ट लाएर कति खाइन्छ भन्ने कुरा हो यहाँनिर चाहिँ हामी 3 जना छौँ भनेपछि चट्टसँग मैले कति खिलाउँदा ठिक हुन्छ भन्दाखेरि एक मानौ अलिकति धेरैजनालाई थाहा नहुन सक्छ फेरि यो चाहिँ मानो चट्ट लाएर देख्न सक्नुहुन्छ तपाईहरु यो मानोबाट चाहिँ चट्ट एक मानो अनि अलिकति खाइन्छ मैले यहाँ लगाउँदैछु लुक एट दिस इज अ ट्रेडिसनल वे अफ मेजरमेन्ट है यसलाई चाहिँ हामी माना भन्छौँ अब यसको कतिको पाथी हुन्छ त्यो चाहिँ मलाई पनि प्रोपर थाहा छैन तर यसलाई मानो भन्छ त्यो चाहिँ मलाई थाहा छ अब यो मानोको मैले एक माना अब अलिकति बढी खाइन्छ एक मानो भन्दा चाहिँ त्यति मैले चामल हालिसकेँ र अब म यसलाई निफाउनु पर्ने हुन्छ यसलाई खिलाउनु पर्ने हुन्छ र बनाउनु पर्ने हुन्छ भात है त र चामल निफाउन पनि आउँछ है मलाई फेरि चट्ट लाएर फोहोर केही छ कि म हेर्दैछु लाग्छ छोडा त प्रिन्स हटा त ए हो ल मैले चाहिँ यसलाई चट्ट लाएर धोइ पखाली गरेर अब रेडी गर्दैछु ल मैले खाना बसाइदिइसकेँ अब म चाहिँ लाग्नु पर्ने हुन्छ दालतर्फ ओके पाडे ल मैले खाना चट्ट बसाइसकेँ अब मैले मासुको तर्करमा लाग्नु पर्ने हुन्छ यो चाहिँ हाम्रो करेसाबारी हो चट्टसँग यहाँ मैले गोलभेडा टिप्नु पर्ने हुन्छ अलिअलि हाल्नु पर्ने हुन्छ धेरै हाल्यो भने नि फेरि अमिलो भइदिन्छ र मैले टिप्नु पर्ने हुन्छ चट्टसँग प्याजको पत्ता कता छ अलिअलि रहेछ ल धेरै पछि 3-4 महिनापछि मैले आफ्नो किचनमा खाना बनाउँदैछु किनभने म बाहिर भए केही छैन अब मैले यहाँबाट अलिअलि लगेर धुनुपर्ने हुन्छ यसलाई ल चट्टसँग प्याजको पत्ता गोलभेडा मैले टिपिसकेँ अब मैले यसलाई धुनुपर्ने हुन्छ अनि लाग्नुपर्ने हुन्छ 3 जनालाई मासु बनाउनको लागि ल लसुन मैले ल्याइनछु सायद भित्रै छ होला मैले यहाँ खोज्नु पर्ने हुन्छ धेरै कुरा मैले खोज्नु पर्ने हुन्छ किनभने मैले 3 महिना भइसक्यो यो किचनमा खाना नबनाएको को के कता छ मलाई केही थाहा छैन तर म खोजेर बनाएर म रेडी गर्छु है त छोरा मान्छे रुनु हुँदैन भनेर केर्नी हो र तरी प्याज काट्दाखेरि आँसु आएपछि रुनै पर्यो पोलो पिरो रहेछ ल मैले मसलाहरू रेडी गर्दैछु चट्ट लगा अब यहाँबाट मैले मसला पिन्न बाँकी छ अनि म मासुतिर भिड्छु है तो दोस्तों अभी हमने पूरा तैयारी कर लिया है मेरो खाना बनिसक्यो मैले सबै मरमसलाहरू काटेर भ्याइसकेँ यु क्यान सी है र मैले चाहिँ अहिले चाहिँ चट्ट लाएर यहाँनिर आगोमै बनाउने निर्णय गरेँ सट्टसँग अब मैले यहाँ मासु ल्याइसकेँ सट्टसँग मैले तेल हाल्नुपर्ने हुन्छ तेल ज्वाइँ ओहो ल सबको मासु बनाउने आफ्नो आफ्नो तरिका हुन्छ तर मेरो चाहिँ सबभन्दा सुरुमा चट्ट मसला पातलाई
पड्काउने त्यसपछि जिरा पनि हल्का पड्काउने अनि त्यस पछाडि बेसार पनि चट्ट लाएर तेलमै पड्काउने सट्टसँग अनि यसलाई एकछिन फ्राई गर्ने है अनि यसलाई हल्का फ्राई हुन दिएर सट्टसँग प्याज अनि लसुन पनि एकदम फाइन चप गरेर र प्याजको पत्ताहरू खोर्सानी सबै यसमै पड्काउने है त पड्काउँ है ल मेरो प्याज लसुन खोर्सानी चाहिँ गोल्डन फ्राई भइसक्यो अब म यसमा हाल्न जाँदैछु मासु ल त्यसमा मैले मासु हालिसकेको छु अब यसलाई मैले मजाले चलाउँछु र फ्राई गर्छु है त सबको आफ्नो आफ्नो तरिका हुन्छ मासु बनाउने तर मलाई चाहिँ यसरी प्याजलाई गोल्डन फ्राई गरेर अनि मासुलाई हालेर यसलाई फ्राई गर्न मनपर्छ तपाईहरुको पनि आफ्नो आफ्नो रेसिपी होला मलाई चाहिँ यसरी मनपर्छ यसलाई मैले केही बेर चलाएपछि मैले यसलाई बिस्तारै छोपेर पकाउँछु हेरौँ कस्तो हुन्छ है ल है ल चट्टसँग डीप फ्राई भइसक्यो मैले सबै मरमसलाहरू हालिसकेँ अब यो पाक्नलाई रेडी हुँदैछ सकिनै आँट्यो सकेपछि मिठो बनाएर हान्ने हो दामी बनाएर है त ल यो चट्ट बाबालाई यो मामुलाई यो मलाई चट्ट लाएर 3 ठाउँ खाना रेडी भइसकेको छ अब हामी खानालाई बस्नुपर्ने हुन्छ ल आजको खाना चाहिँ अब खाना बस्यो तपाईहरुले पनि खानुभयो होला खानुस् खानुभएको छैन भने आउनुस् अब सट्ट लाएर आजको खाना सुरु हुन्छ खानालाई कस्तो भयो त भन्ने कुरा लेट्स सी है त नाइस दामी दामी ल आई विल सी यू इन नेक्स्ट भिडियो आजलाई यति नै थ्यांक यू सो मच